फाइनली गाइस गुड मर्निङ सबैलाई। यहाँ हाम्रो बीज बगान हो र बीज बगानमा अहिले बच्चा बुदामा दबाई छिट्ने काम भइरहेछ। तपाईले हेर्न सक्नुहुन्छ यो भिडियोमा। अन्त आज चाहिँ मौसम अलिकति चिसो चिसो छ। यहाँ हेर्नुहोस् गाइस, यो चाहिँ अब दबाई छिट्दैछ। सबै लेडिज छ यहाँनिर, कोही कोही जेन्ट्सहरू पनि छ। तपाईले यहाँ देख्नुहुन्छ साफ भिडियोमा। र अहिले भिडियो हुँदैछ र हाम्रो भाउजू दिदी काकी आमाहरू सबै हैन यहाँ दुःख गर्दैछ। कति दुःख छ है बगानमा काम गर्नुलाई, कति दुःख हुन्छ तपाईहरुले हेर्न सक्नुहुन्छ। र तपाईहरुले देख्नु हुँदैछ यहाँनिर हाम्रो बीज बगानमा कस्तो मतलब मौसम पनि कस्तो चिसो चिसो भएको छ। र तपाईले हेर्नुहोस् यो बिचानो यता बुदा उखालिरहनु भएको छ र दुईजनाले दबाई बोकेर आउनु हुँदैछ। हेर्नुहोस् तपाईले, बिचारा कति दुःख छ। दबाई बोकेर पार हुनु ल्याउनु है। म अहिले तपाईहरुलाई छेउमै गएर देखाउने छ दबाई बनाएको चाहिँ कस्तो हुँदै रहेछ। सो गाइस, अहिले तपाईले हेर्न सक्नुहुन्छ यहाँ पत्तीवाला पनि जाँदैछ, अब कामवाला सबै निस्किँदैछ। कामवाला निक्लिने टाइम भयो। यो बिचनबारी हो। गाइस, तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ दबाईको ट्याङ्की छ। यहाँ दबाई बनाउँछ। यहाँबाट दबाई दिएर सिधा उता लगेर बिचनबारीमा छर्ने काम भइरहेको छ। यहाँ एउटा दादा पनि छ। यो चाहिँ हाम्रो बीज टी गार्डन हो। यो हाम्रो बीज बगानको अपडेट भिडियो हो। दबाई यस्तो रहेछ, दुध जस्तो झाग, सरप पानी यस्तो रहेछ दबाई। यो दबाई खायो भने त चित हो। हेर्नुहोस्। ओके, बाई बाई। यो चाहिँ ट्याङ्की हो। यस्तो अपडेट म बीज बगानको अपडेट तपाईहरुलाई दिँदै गर्छु। र मेरो युट्युब च्यानललाई लाइक अनि सब्स्क्राइब कमेन्ट सेयर गरिदिनु होला। अहिलेलाई बाई, गुड मर्निङ सबैलाई।